हेलो गाइज, वेलकम ब्याक। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु। हाम्रो गाउँतिर चाहिँ गहुँ काट्ने सिजन चलिरहेको छ। आजभोलि चाहिँ हामी चाहिँ हिजो काटिसक्यौँ, त्यसैले मैले हिजो चाहिँ देखाउन पाइनँ, हल्का बिजी भएर। अनि आज चाहिँ हामी गहुँ झाट्न लगाएको छौँ। आज चाहिँ दाइ र आमा अनि भाउजू र म चाहिँ गहुँ सारी राखौँ। ऊ तलबाट उता तल खेतबाट गहुँ सारी राखौँ। एकछिन त बस्याम एकछिन बस्याम के अरे उहाँहरूले धेरै भयो नि त गहुँ सारेर, अनि उहाँहरूले चुट्न नसक्ने अवस्था आयो क्या। त्यसैले हामी एकछिन बसेका छौँ। भाउजू चाहिँ यहाँ गर्मी भयो रे, त्यसैले बिरामी अवस्थामा बस्नु भएको छ। हजुर जाम गहुँ ल्याउन, आउनु जाम। जाँदा म हँस्दै जानु ल खुसी सबैसँग आइमा म गहुँ यहाँबाट लगाउनु पर्ने। आज यहाँ बाँकी छ, अगाडि लगेको आज चाहिँ अब चाहिँ माथि गहुँ लाग्नु पर्यो मम्मी। अब चाहिँ मैले सुत्नु पर्ने रे। हिजो लट्ठीले त्यसमा आमाहरूले दाइहरूले छिटेको चाहिँ हल्का फुल्का बाँकी हुन्छ नि त, एमा पुरै झरेको हुँदैन, हल्का फुल्का बाँकी हुन्छ। त्यसैले त्यसलाई चुट्नुपर्छ फेरि उयो लट्ठीले यसरी। अहिले चाहिँ आन्टीहरू पनि आउनुभयो माथिबाट गहुँ चुट्नलाई होइन। अब गाउँमा त यताउता भइहाल्छ नि त, गहुँ चुट्नलाई आउनुभयो आन्टीहरू पनि। ओके गाइज, म चाहिँ एकछिन यहाँ बसेको भन्दा पनि यहाँ बाख्रा चराउन लगाएको होइन। बाख्रा चराइरहेको छु। माथि आन्टीहरू सबै धेरै हुनुहुन्छ नि त चुट्नलाई, गहुँ चुट्नलाई, त्यसैले मलाई चाहिँ यहाँ बाख्रा चराउनु पठाउनु भयो। अनि यहाँ यो लिएर आएको उहाँहरूलाई माथि गहुँ सकेखेरि गहुँ लगिदिन्छु नि त म। अहिले चाहिँ भर्खर लगेर आएको, एकछिन बसेको। बाख्रा चाहिँ यहाँ चरिरहन् मजाले। अनि भाउजू चाहिँ त्यहाँ पर भाडा जुन लाग्नु भएको थियो, अहिले जानुभयो होला। खाना भोक लाग्यो अरे, खाना बनाइदिनलाई। अनि म चाहिँ बाख्रा चराउँदै बसिरहेको। गाउँमा आउँछ नि त यहाँ बाख्रा, अनि त्यसैले यहाँ बसेर यस्तो हुन्छ नि त। अब हामीले अब जे काम पनि होइन अरूलाई हेर्नेखेरि एकदम मजा आउँछ, रमाइलो भइरहेको जस्तो हुन्छ। तर आफूले यस्तो बाख्रा के भन्दै थिएँ म, यस्तो अरूको कामहरू हुन्छ नि त, अरूले गर्दाखेरि हेर्नेखेरि एकदम रमाइलो होला। अनि हामी पनि गर्न पाए हुन्थ्यो जस्तो लाग्छ नि त। अब आफूले गर्दा चाहिँ थाहा हुन्छ है कस्तो हुन्छ भनेर होइन, कति दुःख गर्नुपर्छ भनेर। गहुँ चुट्ने काम चाहिँ यति गाह्रो हुन्छ होइन। यस्तो हुन्छ कि यस्तो जुस हुन्छ नि त, यो यस्तो जुस हुन्छ कि यस्तो सानो जुस हुन्छ होइन। यो यस्तो सानो जुस हुन्छ। यो बिज्यो भने चाहिँ गाह्रो हुन्छ क्या, इलास्टिक फाल्न गाह्रो हुन्छ। अनि मुखमा गयो भने यो बाहिर पनि आउँदैन, भित्रतिर जान्छ क्या, यस्तै गाह्रो हुन्छ नि त। यो चाहिँ यति बिज्यो भने कपडामा लाग्यो भने जाँदैन, फाल्ने टाइपको हुन्छ। कपडा नै फाल्नुपर्छ क्या, यो जाँदैन। अनि त्यसैले चाहिँ यो कट्टा लगाउनुपर्छ हामीले पछाडि ढाडमा लाग्दाखेरि।
छुट्ने मान्छेलाई चाहिँ एकदमै गाह्रो हुन्छ कि उड्छ होइन यो जुस उडेर आफ्नै शरीरमा आउँछ अनि लास्टै गाह्रो हुन्छ गाउँ लगिदिनु पर्ने भयो अर्डर आयो माथिबाट बाख्रा छ्या छ्या तेरे दिल के सहर हेर्नुहोस् गाइज हामीले चाहिँ गाउँ बनाइसकेकै छैनौँ होइन तर त्यहाँ पुरै बादल आउनलाई सक्यो पुरै हाउरी गर्नलाई सक्यो अनि त्यसपछि हामीले चाहिँ तल खेतको गहुँहरू सबै ल्याएर त्यो झाटीको गहुँ सबै त्यहीमा राखेर अनि ढाक्न लगाएको होइन पुरै बादल आइरहेको छ त हजुर पनि देख्न सक्नुहुन्छ पछाडि हेर्नुहोस् आकाशमा पुरै बादल गरिरहेको छ होइन आकाशले गडाङ गुडुङ पनि गरिरहेछ अनि मलाई फेरि आकाशले गडाङ गुडुङ गरेको एकदमै डर लाग्ने क्या होइन अनि पुरै पातहरू उडिरहेको छ अब पुरै हावाहरू चलिरहेको छ अब समय पनि त्यस्तै हो नि त हावाहुरी चल्ने समय अनि हामीले गाउँ बनाइसकेका थियौँ बल्ल तल ढाक्यौँ भाउजूले मैले आमाले अनि त्यसपछि हेर्नुहोस् कस्तो गरिरहेको छ आकाशले अनि आजको भ्लग चाहिँ म यतिमै अन्त्य गर्न चाहन्छु होइन हावाहुरी चलिरहेको छ गाउँ बनाइसकेन अब भोलितिर गराउनुपर्छ होला आजको भ्लग यतिमै अन्त्य गर्न चाहन्छु बाई भन्न चाहन्छु ओ माई गड कस्तो गरिरहेको छ आकाशले